हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल। यति बेला कुवेतको टाइमिङ अनुसार बिहानको 6 बजिरहेको थियो। बिहानको 6 बजे सधैँ यसरी नै म रेडी भएर चाहिँ ठ्याक्क मेरो रुम चाहिँ यो बाटोको पारिपट्टि छ। अनि ठ्याक्क यहाँ अगाडिपट्टि चाहिँ बस स्टप छ। बस स्टपमा सधैँ म बस कुर्ने गर्छु। अनि ठ्याक्क म सालमियाबाट चाहिँ सोएक सधैँ जाने गर्छु। ठ्याक्क एउटा 15 नम्बर गाडी आयो, म त्यो गाडीमा चढेँ। अनि मसँग केपिटिसी को चाहिँ बस कार्ड थियो, त्यो बस कार्ड मैले देखाएँ, बसेँ। अनि फेरि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने यहाँबाट चाहिँ गाडी ठ्याक्क डाइरेक्ट पाउँदैन सोएकको लागि। त्यही भएर चाहिँ म चाहिँ 15 नम्बर यहाँबाट गाडी समातेर अनि ठ्याक्क अर्को गाडी चाहिँ 77X चढ्ने गर्छु होइन। यस्तै छ लाइफ, सोचेको जस्तो छैन। हामी परदेशीको लाइफ सबैको आफ्नो एउटा एउटा पीडा हुन्छ होइन। सायद कहिलेकाहीँ त मनमा लाग्दो हो, अब नेपाल सरकारले हामीलाई एउटा 30-40 हजारको जागिर नेपालतिरै प्रोभाइड गराइदिएको भए यतिसम्मको स्ट्रगल दुःख पीडा होइन समस्यामा पर्नु पर्थेन जस्तो मलाई फिल हुन्छ होइन। हजुरहरूलाई कस्तो लाग्छ यो विषयमा कमेन्ट गर्नु होला तल। अनि त्यसपछि ठ्याक्क म अर्को स्टपतिर पनि आइपुगेको थिएँ। अनि ठ्याक्क 77X गाडी आइपुगेको थियो त्यति बेलै। अनि त्यो गाडीमा पनि म चढेँ। तर कहिलेकाहीँ कस्तो हुन्छ भने फेरि ठ्याक्क गाडीमा सिटै पाइँदैन के। म भित्र गइसकेपछि के भइदियो भने सिटै भएन, म उभिएर जानु पऱ्यो। हो यस्तो समेत हुन्छ। अनि ठ्याक्क त्यसको हाफ एन आवर पछि म ठ्याक्क सोएकमा झरेँ। यो सोएक एरिया हो साथीहरू, सोएकमा झरेँ। सोएकमा झरिसकेपछि यताबाट 2-3 मिनट मात्र हिँड्नुपर्छ, ठ्याक्क मेरो कम्पनी आउँछ। कम्पनीमा छिरेँ। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।